प्रत्येक शनिबार बिहान 7 बजेदेखि 9 बजेसम्म हुने हाम्रो जिम्नास्टिक ट्रेनिङ प्रोग्राम भव्य र सभ्य तरिकाले निरन्तर रूपमा भइरहेको छ र यो हाम्रो ट्रेनिङ सेन्टर चाहिँ पेप्सी गोला काठमाडौँ द सन सिटी अपार्टमेन्टको छेउमा छ। अनि सिकेको पैसा कति लाग्छ भनेर सोध्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूको नानी बाबुहरूले खाने एक प्लेट मोमो र एउटा आइसक्रिम बराबरको पैसा हुन्छ। त्यो भनेको महिनाको 1000 रुपियाँ हो। त्यसलाई हामीले अब 4वटा क्लास लिन्छौँ, टोटल 8 घण्टाको क्लास हुन्छ। त्यसमा एक दिनको 250 रुपियाँ पर्न आउँछ। जम्मा 2 प्लेट मोमो आउने पैसाको रेटमा हजुरहरूलाई यस्तो गुणस्तरीय तालिम चाहिँ हजुरले यहाँ मात्रै पाउन सक्नुहुन्छ भन्दा पनि केही फरक नपर्ला। हामी कहिले पनि स्टुडेन्टको क्वान्टिटीमा डिपेन्ड हुँदैनौँ, जहिले पनि हामी स्टुडेन्टको क्वालिटीमै फोकस गरेका हुन्छौँ। विश्वास लाग्दैन भने हजुरहरूले हाम्रो सबै प्रोफाइलमा भएको भिडियोहरूलाई हेर्न सक्नुहुन्छ। तपाईँहरूले त्यहाँ पनि देख्न सक्नुहुन्छ उहाँहरू आउँदाखेरिको लेभल र अहिले कम्बोहरू जोइन गरेर गर्दाखेरिको लेभल तपाईँहरूले मजाले देख्न सक्नुहुन्छ। अहिले सबैजनाले कम्बो सुरु गरिसक्नु भएको छ। कम्बो भन्नाले चाहिँ 2टा एलिमेन्टहरूलाई जोड्ने हो, एउटा राउन्ड अप पछि ब्याक इन स्प्रिङ र ब्याक इन स्प्रिङ पछि चाहिँ हामी ब्याक साल्टो सिकाउनेछौँ। हामीले स्टुडेन्टहरूको एबिलिटी हेरेर लेभल वाइजली सिकाउने हो, सबैलाई डाइरेक्टली यही सिकाउने होइन। सबैलाई अब बेसिकबाट एडभान्ससम्म कसरी लिएर जाने त्यो सबै हामी प्रोसेस वाइजली गर्ने गर्दछौँ। अब मलाई एउटा कुरा चाहिँ अलिकति हल्का अचम्म लागिरहेछ। मेरोमा अब स्टुडेन्टहरूको फ्लो देखेर होला, क्वान्टिटी अलिक बढी देखेर होला, मान्छेहरूले पनि अब हामी पनि सिकाउन चाहन्छौँ भनेर मलाई म्यासेज गर्नुहुन्छ क्या। एकदम दामी कुरा हो, एकदम बवाल कुरा हो। तर 1-2वटा कुरा चाहिँ तपाईँले एकदमै ख्याल गर्नै पर्छ है। त्यो कुराहरू चाहिँ म तपाईँहरूलाई मेन्सन गर्न चाहन्छु। अरूले गर्यो अनि स्टुडेन्ट धेरै देख्यो भन्दैमा तपाईँले सुरु गर्ने होइन। तपाईँसँग त्यो क्वालिटी छ कि छैन, तपाईँले पहिला सिक्नु भएको छ कि छैन, कहाँबाट ट्रेनिङ लिनु भएको छ, तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न, पहिला सुरुमा त्यो कुरा चाहिँ आफूले ख्याल गर्नु पर्यो। अब म आफ्नो कुरा गर्नुपर्दा म 3 वर्षदेखि रेगुलर म दशरथ रङ्गशालामा गएर ट्रेनिङ गरिरहेको छु। अहिले पनि म रेगुलर रूपमा जान्छु। बिहान 7 बजेदेखि मेरो 10 बजेसम्म उता ट्रेनिङ हुन्छ। अनि मलाई मेरो टिचरहरूले पिडिएफहरू पनि पठाइदिनुहुन्छ, थ्योरिटिकल नलेजहरू पनि दिनुहुन्छ। म त्यही भएर यति धेरै कन्फिडेन्सली म यहाँ बोलिरहेको छु अनि मैले गरिरहेको छु। अब म यहाँ टिकटकमा बोलेँ, इन्स्टाग्राममा बोलेँ, फेसबुकमा बोलेँ भन्दैमा मै खतरा, मै सबैभन्दा राम्रो भन्ने हुँदैन। तपाईँहरूले राम्रोसँग बुझ्नु पऱ्यो, चिन्नु पऱ्यो पहिला सुरुमा टिचरलाई। ट्रेनरहरू कति धेरै हुनुहुन्छ क्या, तपाईँहरूले राम्रोसँग अब हुन्छ नि उहाँको ब्याकग्राउन्ड बुझेर मात्रै तपाईँहरूले ट्रेनिङ गर्नु होला। अनि गराउनेहरूले पनि गराउनु होला, पहिला सुरुमा आफू योग्य भएर मात्रै गराउनु होला भन्न चाहन्छु। र म एउटा मेरो एक्सपिरियन्स सेयर गर्न चाहन्छु। यो चाहिँ मेरो भर्खरै भएको घटना हो। अब स्टुडेन्टहरूले रहर गर्नुभयो, म उता ट्रेनिङ गएको देखेर अनि मलाई स्टुडेन्टहरूले हामीलाई पनि सिकाउनु भन्नुभयो। त्यसपछि मैले शनिबार म अलिकति जान्नेहरूले अलिकति सेलेक्ट गरेर तिमीहरू ट्रेनिङ गर्न आउल, स्याटरडे मैले अब जिम्नास्टिक गराउँछु भनेर भनेको थिएँ। अनि सुरुमा अलिअलि भिडियोहरू पोस्ट गर्न थालेपछि एकदमै हुन्छ नि अब अरू डान्स क्लासबाट यताउता तेक्वान्डोतिरबाट पनि हामीलाई पनि सिकाउनु भनेर भन्नुभयो। त्यसपछि मैले चाहिँ अब सिकाउन थालेँ होइन। अनि यो के भइदियो भने यो म हो अनि यो मेरो रिपोर्टर रतिश गिरी। अनि त्यसपछि तल 2082 साल 7 महिना 14 गते, अस्ति भर्खरै यो कार्तिक 14 गतेको दिन हो। दसैँ अगाडिदेखि चाहिँ मलाई एकदमै यो मेरो राइट सोल्डर एकदमै पेन भइरहेको थियो। अनि मैले एक्सरे गरेँ, एक्सरेमा हड्डी एकदमै ठिक थियो। अनि त्यसपछि अब अझै पनि पेन भइरहेको थियो। त्यही भएर मैले चाहिँ एमआरआई नै गर्नु परेको थियो क्या। अनि एमआरआई गर्दाखेरि के भयो भने मेरो चाहिँ हल्का मसल नै टियर भइसकेको छ क्या, स्टुडेन्टहरूलाई त्यो सपोर्ट दिँदै। किनभने 4-5जना हल्कालाई मात्रै गरेर थियो, पछि एकदमै मासमा भइदियो। अनि त्यसपछि 30-40 जनालाई बोकेको कन्टिन्युली 2 घन्टासम्म गराउँदाखेरि अब तपाईँले एमआरआई गरेको कति पैसा लाग्छ थाहा नै होला, तपाईँले आफै क्यालकुलेट गर्नु होला। अनि त्यसपछि तपाईँकोमा कति स्टुडेन्ट छ अनि तपाईँले कति इक्विपमेन्टहरू किन्नुपर्छ। अब यो पैसा देखेर आउँदै हुनुहुन्छ भने चाहिँ मैले तपाईँहरूलाई सुरुमै अलर्ट गराइदिएको, ठिक छ सिकाउनु होइन, मैले मात्रै सिकाउनुपर्छ भन्ने छैन, सबैले सिकाउनु मिल्छ। तर सबै कुरा याद गर्नु होला है, नत्र भने तपाईँलाई पनि गाह्रो, स्टुडेन्टलाई पनि गाह्रो। र त्यही हो, सिक्ने सिकाउने भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ र आफूलाई पनि अलिकति केयर गर्नु होला सबैजनाले। अनि अब इक्विपमेन्टहरू चाहिँ प्रपरली अब मैले जस्तै अब आफै फिजिकल्ली खटेर चाहिँ नगर्नु होला। किनभने अब के हुन्छ देखिसक्नुभयो, तपाईँले कमाएको भन्दा बढी तपाईँले खर्च गर्नुपर्छ। त्यही भएर आफ्नो केयर गर्नु होला, राम्रोसँग सिकाउनु होला। र जिम्नास्टिक सिक्न चाहनेहरूलाई सधैँ वेलकम नै छ। सानोदेखि ठुलोसम्म हामी सबैलाई मिलाएर ट्रेनिङ गराउँछौँ। र हामीसँग अहिले स्पेसहरू पनि छ र इक्विपमेन्टहरू पनि छ। पहिला सरी अब फिजिकल्ली नै खटेर गर्नुपर्ने छैन, हामीसँग प्रपरली चाहिने जति सबै इक्विपमेन्टहरू छ। र हजुरहरू पनि आउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है त। फर मोर इन्फर्मेसन क्याच अस अन WhatsApp।